हेलो एभ्रिवान अहिले चाहिँ हामी छ डिगा बिचको उदयपुर भन्ने जग्गामा अनि एउटा बिचै हो र यहाँ चाहिँ तपाईँहरूको एउटा कहानी के छ भन्दा यहाँ चाहिँ दुईवटा स्टेटको बोर्डर पर्दो रहेछ। यो जुन चाहिँ तपाईँले पारी देख्नुहुन्छ त्यो चाहिँ उडिसा र वेस्ट बेङ्गालको बोर्डर पर्दो रहेछ। यहाँदेखि उता चाहिँ उडिसा अरे, हाम्रो यता चाहिँ बङ्गाल। र म चाहिँ अहिले बिचमा यो बिचमा भिडियो बनाएर हिँडिरहेको छु। तपाईँहरूलाई पनि यसो यो बिचको मजा दिनु लागि। यहाँ कति हावा निकै चल्दैछ, यहाँनिर उडायो आएपछि हावा चल्दैछ, पर उडाउँदैछ यहाँनिर पर उडाउँदैछ। यहाँ टेबल पनि लोग्यो, एउटा टेबललाई चाहिँ म पक्रिदिउँ भनेको यहाँनिर टेबल चेयर सब उडाएर लाग्दछ। यहाँ चाहिँ एउटा टेबल यस्तो राख्नुको लागि चाहिँ तपाईँलाई 200 रुपिस पर्दो रहेछ। त्यो मान्छेहरू निकै अगाडि आएको रहेछ। यिनीहरू चाहिँ पानी तर मजा चाहिँ यस्तोमा छ, खुट्टाहरू मुनि पानीमा डुबाइकन हिँड्नु। यहाँ चाहिँ तपाईँहरूले मजाले टाइम लिइकन आयो भने चाहिँ एकदमै रमाइलो हुनेछ। अहिले मेरो साथी पनि दुईजना पर बसिरहेको छ। दुईजना साथी बसिरहेको छ र हामी हेरिरहेको छ। यहाँनिर पानी बाहिर छ। अहिले चाहिँ हाम्रो बिहानको टाइम भएर त्यति साह्रो खास मान्छे छैन, किनभने यो आफ्टरनुन चाहिँ एकदम दामी। एउटा त अब अफ सिजन भएर पनि अलिक चिसो भएर समर टाइममा चाहिँ यहाँ हामी आउँछ। र हाम्रो साथीहरू चाहिँ यहाँ बसिरहेको छ। यो छत चाहिँ उडाउला पक्रेर बसिरहेको छ एकदम।